चिउरी पुल हो है यो चाहिँ गार्ल्याम नगरपालिका र के अरे उताको वालिङ नगरपालिका जोड्ने पुल हो। हेलो गाइज, हामीहरू चाहिँ आज के अरे सिसी कोट होइन र के अरे राजेश के हो यसको नाम? चिउरी पुलमा गइरहेका छौँ। हामीसँग हुनुहुन्छ राजेश सर, यहाँको स्थानीय। हामी यो पुल चाहिँ देखाउने छौँ है, लास्टै उचाइमा रहेछ पुल चाहिँ। हामीहरूलाई पुललाई देखाउनु पुललाई हामी रिबन जोड्दै गर्दैछौँ सुदूरपश्चिमदेखि हो। अब कस्तो हुन्छ यात्रा पछि पुलमा थरी कटिसकेपछि हामी यसको जवाब दिनेछौँ। यति उच्च हाइटमा छ यो पुल चाहिँ। यो चाहिँ वालिङ नगरपालिका वार्ड नम्बर 13 हो कि वालिङमा यो गर्ल्याङ हो। उता चाहिँ हो उता यो गर्ल्याङ नगरपालिकामा पऱ्यो चिउरी पुल। मोबाइल चाहिँ झर्दैन होला जहाँसम्म। ओ डेन्जर छ पुल चाहिँ यस्तो। खासमा रोकिहाल्छौँ अहिले। डर लाग्यो। उता राजेशले काम गर्ने ठाउँ मजा छ अरे हो, मजा छ अरे। हामी यो नाइटमा चाहिँ इभिनिङ वाकमा होइन, इभिनिङ वाकमा यसो मोटर रेसिङमा तपाईँहरूलाई पनि यो भिडियो देखाउँ, यो ठाउँ देखाउँ भनेर हो। यसैबाट ल यसैबाट ब्याग पनि देखाउनु मिल्ने रहेछ। ल हेर्नुहोस् ल, माइ गड दामी देखेको रहेछ यो भिडियो चाहिँ हामी ठगुन अफिसियलबाट पछि साँझ अलि एडिट गरेर देखाउँछु। आउन अगाडि जाउँ, म देखाउँछु। ल राजेश सर चाहिँ अगाडि हुनुहुन्छ है। चस्मा लगाएर यता हेर त। हाई गाइस, तपाईँहरू हेर्दै हुनुहुन्छ ठगुन अफिसियल। ल जाउँ अगाडिबाट। यो चाहिँ वालिङ नगरपालिकाको हो यिनीहरू चाहिँ। मौसम पनि लास डेन्जर छ है। पुल पनि यस्तो छ कि ल उता हाम्रो दोङ गाउँपालिकाको जस्तै हो यो हाइटमा पुल। यहाँ चाहिँ रुखहरू छ, खोला छ तल। ल मान्छेहरू पनि धेरै छन्, स्कुलको मान्छेहरू आउने रहेछ हेर्नलाई। चले भन्दैछु फेरि हल्ला छ नि। लबलक भन्छ। यहाँबाट नदी रे यो। नाम थाहा छ मेरो राजा मेरो 3 महिना भइसक्यो। पछि पहिल्यै थाहा भएपछि चाहिँ ए चौधारा नदी रहेछ क्या, चौधारा नदी। छ कि हावा चलेर लगे बगाउनु सकिरहेको छ है। मोबाइल चलाउने यस्तो मोबाइल होइन, राजेशको मोबाइल हो। महँगो छ कि मोबाइल देखाउनु नलाऊ है केटाहरू, नलाऊ। मोबाइल
मोबाइल जान्छ भन्ने डर लाग्यो अरू त के डर लाग्ने कुरो मोबाइलले गर्दा के भइहाल्यो त्यही त योभन्दा हाइटमा हुनुपर्ने अरे माको हाम्रो यो पनि गाह्रै छ फेरि जे भए पनि वालिङ नगरपालिकामा होइन केटाहरू छ कि हावा चलेर लगे बनाउँछ केटाहरू है मोबाइल छ भने पनि यस्तो मोबाइल होइन राजेशको मोबाइलहरू महँगो छ कि नलाउ है केटाहरू नलाउ मोबाइल जान्छ भन्ने डर लाग्यो अरू त के डर लाग्ने कुरो मोबाइलले गर्दा के भइहाल्यो त्यही त योभन्दा हाइटमा हुनुपर्ने अरे माको हाम्रो यो पनि गाह्रै छ फेरि जे भए पनि वालिङ नगरपालिकामा होइन केटाहरू छ अरे जान्छ गाडी यो चौधारा नदी भएर उतातिर देख्न सक्नुहुनेछ अन्धकार चस्मा उडाउँदा अहिले भन्दै टोपी उडाउँदा है माछा मार्ने होला नि उतानिर डाँडाको बिचमा रहेछ यार टेक यही पुल हो नि लामो पुल भन्ने ल टेक हामी त्यो देखायौँ होइन तेरो इच्छा पुरा गरिदियौँ लोकेसबाट टेक भन्दै यो लामो पुल देख्यो अरे त्यो चिसोमा देख्यो भने त्यो खुर्सा लाग्छ दिने बेलामा ल बडा तेरो इच्छा पनि पुरा भयो यो भिडियो मार्फत हो यो पुलमा चढ्यो हो यो लोकेसले चाहिँ पुलमा राजेशले भन्ने है त्यसपछि लगाएपछि त हुन्छ त्यस्तो छ रुगा लागेर गाह्रो भएको छ कि हामी चाहिँ अब गन्तव्यतिर पुगिसकेका छौँ डर छैन अब बिचभन्दा कटिसक्यो अब हल्लिँदै कम छ नि त बिचमा छौँ हामीहरू बिचबाट कटेर यहाँबाट मात्र गयो 1 महिनाको तल भने राजेश 1 महिनाको तल त्यस्तै 32,000 कति अरे मान्छे राम्रो छ मेरो चाहिँ छैन पछि हामीहरू बिस्तारै साइडतिर पुगिसक्यौँ यो माथि जाने रोडहरू फाइनली हामीहरू साइडतिर पुगिसक्यौँ
एकचोटि हेर्नु त हामीले चढ्या पुल यति लामो छ। फाइनली जति राति भयो त्यति राम्रो देखाउने रहेछ कि यो मोबाइलको विशेषता भने त्यो हो। यस्तो राति हुँदो रहेछ फेरि पनि यो कति राम्रो देखाउँछ। म कालले हो त्यो पनि अति राम्रो देखाउँछ। प्रायः जस्तो गरे यो मान्छे पहिलेदेखि तराईमा जन्मियो भने त्यही भएर होला। पाउने लाग्ने होइन पानी देखाउन चाहिँ पुल देखाउन खोज्यो तर आफू क्या छ। सरी गाइस। के कुन टिकटक मिल्ने हो पछाडि कार्ड लाग्ने कि छ टिकटक के साइड मेरो च्यानलबाट तपाईँको टिकटकलाई बुस्ट गरिदिन्छु कि 10% नानीले हेरिदियो क्या ल। कहाँ भयो यहाँ एउटा टिकटक बनाउने भनेको ल। हामी चाहिँ यो भ्लग रोकेर चाहिँ टिकटक बनाउँछ गाइस। के अरे यो पुलमा आउने के अरे बाध्यता थियो अरे चिउरी पुल हो है यो चाहिँ गार्ल्याम नगरपालिका र के अरे उताको वालिङ नगरपालिका चढ्ने पुल हो। पुल चाहिँ मस्तै छ तर हावा चलिरहेछ कि आज यो मोबाइलै रोक्न गाह्रो भएको छ। मोबाइल उडाएपछि गाह्रो हुन्छ कि 2 महिनाको तलब जान्छ फेरि त्यही भएर मोबाइललाई त्यही हो गाइस। चाहनुहुन्छ राम्रोसँग बस्नु आफ्नो ख्याल गर। मेरो भन्नु अरू केही छैन होइन। अस्त व्यस्त मस्त रहो रुगा भन्न त्यही भएर हामी चाहिँ फाइनली रिटर्न भइसक्यो। पुल पनि हेरियो टिकटक पनि बनाइयो फोटो पनि खिच्यो। अहिले यो ब्लग चाहिँ हामी ठगुना अफिसियलबाट विशेष प्रसारण गर्नेछ। जस्ट वेट एन्ड सी गाइस। एकजना भन्दै भने उताको मान्छे यो पुलमा पनि बाध्यता थियो अरे खै कस्तो बाध्यता रहेछ। गर्लफ्रेन्डले भने हो कि यो पुलमा गएर फोटो खिचेर आऊ त्यस्तो बाध्यता त नहुनु पर्ने हो। फाइनली पैसा भए यहाँ पैसा राख्न सक्नुहुनेछ तर 2 वर्ष भए जस्तो छ कि यहाँ पैसा कुहिया हुनसक्छ। फोडाउँ यस्तो भावना गर। केदारनाथ मन्दिरको दानपत्र रहेछ है माथि पनि रहेछ। दान गर्ने ठाउँ रहेछ। झुलुङ्गे पुलमा जाँदा चाहिँ यो नियमहरू चाहिँ पालना गर्नु। यता चाहिँ के लेखेको छ भने तपाईँको व्यवहारले चाहिँ तपाईँको परिचय दिने भन्ने लेखा रहेछ है त्यसमा चाहिँ। त्यही भएर हामीले विशेष हेर्दै हामी यहाँबाट रोड्न पुग्छ। यहाँबाट चाहिँ बुटोल जान्छ। यहाँबाट चाहिँ हामी पोखरा जान सक्छौँ गाइस। फाइनली गाडी आउने र अब यहाँबाट सरर जाने शौचालयहरू भन्छ आउनु होला।